बर्थडे मिनी ब्लगको अर्को पार्टमा स्वागत छ हजुरलाई। हाई, मेरो नाम क्रिस्टिना। 14 मार्च बिहानै अर्ली उठेँ म। नानीको बर्थडेको दिन नानीलाई फर्स्टमा फिड गराएँ अनि उसको डाइपर चेन्ज गरिदिएँ। त्यसपछि म आफ्नो डेली रिचुअल्सतिर लागेँ। आज चाहिँ हामी स्कोन जाँदैथ्यौँ। फुनाबरीको एकदमै नजिक पर्थ्यो हाम्रो लागि चाहिँ। सो हामी त्यहीँ जाने डिसाइड गऱ्यौँ। अनि फर्स्टमा त मैले भगवानलाई जल चढाएँ। त्यसपछि आफूलाई बिहान बिहान खाली पेटमा जल चढाउने काम गरेँ। 14 र 15 चाहिँ हामी घुम्न जाने नै प्लान हो। अब स्कोन गएर चाहिँ हामी घुम्न जाने प्लान थियो। सो म रेडी भएँ। मैले एकदमै राम्रो मेकअप गरेको थिएँ। हेयर पनि एकदमै राम्रो, मलाई राम्रो देखिरहेको थियो अनि यो एकदम राम्रो ब्युटिफुल कुर्ता लगाएँ मैले। अनि नानीलाई लिएर तल झर्दा त इचिखावासान आउनु भएको रहेछ हाम्रो साथी। खासमा हाम्रो साथी पनि हामीसँगै जाँदै हुनुहुन्छ। एकदमै राम्रो देखेको थियो कि मेरो मेकअप। अनि म चाहिँ आफूलाई हेरेर दङ्ग परेर बसिरहेको थिएँ। त्यो टाइममा चाहिँ इचिकावासानले नानीलाई बेबी सिटमा हाल्नलाई हेल्प गर्नुभयो। नानीलाई चाहिँ गाडी चढ्ने बित्तिकै स्न्याक्स खानु पर्यो कि, अनि गन गर्न थालेँ। सो मैले स्न्याक्स दिएँ उसलाई। त्यसपछि चाहिँ हामी लाग्यो स्कोनतिर। स्कोन चाहिँ म फर्स्ट टाइम गएको कि कस्तो राम्रो, माई गड, म त हेरेँ भयो कि कस्तो मजाले सिँगार्नु भएको है। अनि कस्तो नेपालमै भयो जस्तो फिल आयो कि, कस्तो आनन्द फिल भएको कि। टोकियो चिबा नजिकै बस्नुहुन्छ भने एकचोटि जानु भन्छु, मन नै आनन्द हुन्छ। यहाँ गुरु भक्तहरू सबैजना कति मायालु हुनुहुन्छ कि। गुरुले हामीलाई नानीको बर्थडे भएको भएर आरती गर्नुहोस् भनेर सबै कुरा रेडी गरिदिनु भयो। त्यसपछि सिकाउनु पनि भयो अनि हामीले आरती गऱ्यौँ होइन। अरू बेला चकचक गर्ने मेरो बेबी वहाँ पुगेपछि त कति ज्ञानी भएर बसिन् कि म पनि अचम्म परिरहेको थिएँ। नानीको आउटफिट इज फ्रम करुणा लामा, मेरो साथी। उसले बर्थडे गिफ्ट दिएको थियो। कस्तो क्युट देखेको कि। म चाहिँ भगवानलाई हेरेर नै दङ्ग परिरहेको छु क्या। यहाँ यस्तो राम्रोसँग सजाएर राख्नु भएको होइन, मनै आनन्द भयो है। त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ अनि लाग्यौँ हामी हाम्रो अर्को लोकेसनतिर। अब अर्को पार्टमा हेर्नु होला। छिट्टै अर्को भिडियोमा भेटौँला। लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद।